सिधै माथि सिधै बाटो उकालो बाटो लाग्ने हो। बाटो चाहिँ राम्रो छ, बिजै छ भन्ने सुनेको छु मैले होइन। यहाँबाट हामी धार्के पुग्न चाहिँ त्यही 45 मिनटदेखि 1 घन्टा लाग्न सक्छ। हेलो गुड मर्निङ। आज चाहिँ हामी अब पोखरा टु पाल्पा काठमाडौँदेखि चाहिँ जाँदैछौँ होइन। काठमाडौँ पोखरा पाल्पा। सो हामी चाहिँ रेडी हुँदैछौँ सबैजना, रेडी भइसक्यो होइन। ओहो कहाँबाट यस्तो भेट्यो? बिल कति आज गयो हेरौँ बिल चाहिँ। 7,600 कतिको दिनु ए त्यस्तो बिल पो हो। 8वटा हामी यहाँबाट निस्किन्छौँ। सो प्याकेजको काली See you guys in a bit. see you guys On the way. यहाँ अब बाइकहरूमा बान्ने कार्यक्रम हुँदैछ होइन। आउँछ है। See you. Let's go. ल गर न म गर्नु के भन्नुपर्ने बोक्दिउँ ल। बस यति भएपछि भइहाल्यो नि। ल केटाहरू अब निस्किने भयो। जाम 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 निस्क। ए मा चिप्ले के बोले भाइ? जाम आऊ। ल हाम्रो आज पाल्पासम्म हुन्छ होला यात्रा। अहिले चाहिँ हामी अब यहाँ निस्क्यौँ घरबाट। हामी चाहिँ टोटल 5 जना छौँ होइन। अब एकजना चाहिँ बालुजुबाट, हाम्रो अर्को साथी चाहिँ बालुजुबाट आउँछ। सो बालुजुबाट चाहिँ हामी जान्छौँ। अब अहिले हुन त अब केही देखेको छैन होला राम्रोसित, अँध्यारो अँध्यारो उज्यालो हुँदैछ बल्ल होइन। यस्तो सट्ट आइदिएर हामी बाइकभित्रबाट 5:38 भइसक्यो। अहिले मान्छेहरूको चहल पहल भइसक्यो। निस्किम निस्किम ल। र हामी चाहिँ बालुजमा अब साथीलाई भेटिसक्यौँ होइन। ठ्याक्क पुगेछौँ पनि, हामी पनि ठ्याक्क पुगेछौँ। निरज लिडाना लिडाना लिडाना। सो हामी अब रिङ रोड निस्किसक्यौँ होइन। अब रिङ रोड निस्किसक्यौँ। अब हामी टक्क लाएर सिधा पाइलाबाट भित्र छिर्छौँ। आज हामी यो नयाँ बाटो जाँदैछौँ होइन। हेलो हाउ आर यु म्यान? होइन नयाँ बाटो जान्छौँ। अनि हेरौँ न, अनि त्यो बाटोबाट सिधै धार्के निस्किन्छ भन्ने सुनेको हो होइन। निस्किन्छ पनि। सो हामी त्यो बाटो जान्छौँ आज चाहिँ। म चाहिँ थानकोट निस्किँदै यता यो कलङ्गीबाट भित्र छिरेर भित्रको बाटोबाट एलआरआईबाट आज चाहिँ सिधा पाइला भित्रबाट छिरेर चाहिँ जान्छु। पेट्रोल त फुल हालेको छु मैले होइन। हिजो हालिसकेको सब रेडी भएर टक्क लाएर अब उज्यालो उज्यालो भइसक्यो। कस्तो खुसी लागिरह केटाहरूसँग नेपालगञ्ज पुग्न पाउँदा। अब एक्लै एक्लै गइन्थ्यो, एक्लै एक्लै आइन्थ्यो। आज अब केटाहरूसँग राइडमा होइन। हामीसँग चाहिँ एउटा स्कुटी छ। त्यही भएर नि हामी धेरै रसमा जाँदैनौँ, बिस्तारै नै जान्छौँ। हाम्रो साँझसम्म पाल्पा पुगे भइहाल्छ। त्यही हो, जाममा बस्नु नपरोस्, मेन कुरा चाहिँ त्यही हो। केटाहरूसँग राइडिङ ज्याकेट छ होइन, मोटो वुल्फको
टल्किरह लाइट पनि देखिरह अब आफूसँग त रेनकोट लगाएर हिँडेछ अब चाहिँ होइन छैन एक दिन एक न एक दिन त मेरो पनि हुन्छ बिस्तारै अब बिस्तारै भइहाल्छ यहाँ मैले निपिसोको ब्याग बोकेछु सिधै माथि सिधै बाटो उकालो बाटो लाग्ने हो केएफसी देख्नुहुन्छ तपाईँले यो बिल्डिङहरू टिप्टा सिप्टा सबै रहेछ यता पनि शानदार मोमो बर्गर हाउस ल यो बाटो जान्छौँ हामी होइन गाडी पनि रेडी हुँदैछ निस्किन कतातिर हो बाटो चाहिँ राम्रो छ पिजै छ भन्ने सुनेको छु मैले होइन यहाँबाट हामी धार्के पुग्न चाहिँ त्यही 45 मिनटदेखि 1 घन्टा लाग्न सक्छ यस्तो ब्यागले चाहिँ एकदम कम्फर्टेबल हुँदो रहेछ है अब दुईटा ब्याग सहित अनि अब दुईजना डबल लोड पनि जान मिल्छ भनेपछि होइन एकदम राम्रो हो सो यस्तो ब्याग किन सजेस्ट गर्छु म यो चाहिँ रोयल इनफिल्डकै ब्याग हो कि मोटो उल्फको हो होइन मोटो उल्फको हो सायद कभर चाहिँ रोयल इनफिल्डको रहेछ लेखेको रहेछ अनि तल त्यो साइलेन्सरमा अलिक छोइरह सक तल दबेर होला ठिक भइहाल्छ अहिले भनौँ ल अहिले रोकेको बेला त्यस्तो केही असर पर्दैन जस्तो छ होइन त्यस्तो जल्नी बल्नी चाहिँ हुँदैन होला माथि साइलेन्सरको माथि होला एउटा स्टिल होइन बाटो त राम्रो छ पिच छ होइन अब यो हामी चाहिँ यो बाटोले चाहिँ जो थानकोटको जाम चाहिँ अभोइड गर्न सक्छौँ होइन अनि त्यही हो बाटो नि खाली खाली हुन्छ चलाउन पनि सजिलो हुन्छ गाडीहरू हुँदैन ठुल्ठुलो यो चोकबाट चाहिँ यता लाग्ने पऱ्यो होइन यसरी ओह्रालो यस्तो पाहाडहरू देख्न थालिसक्यो अब अलि पनि बस्ती कम हुन थालिसक्यो भनौँ न बाटो मजाको छ ओहो दामी सनराइज हुँदैछ है दामी देखिरह धार्के आइपुग्न लाग्यौँ अब हामी नियर बाई छौँ धार्केको अब यस्तो बाटो छ यस्तो राम्रो बाटो छ तपाईँहरू यो बाटो आउनु होला है फिलिली हो बाइक चाहिँ तर अब यस्तो बाटोमा त अलिक कुदिहाल्छ होइन अब साथीले लग्छ होइन यताको लिड गर्ने चाहिँ हाम्रो निरजजीले लिड गर्दै हुनुहुन्छ र मेरो अगाडि ब्लेड बाइकमा सिडन भाइ र सानो दाइ हुनुहुन्छ र पछाडि हाम्रो निरजको साथी हुनुहुन्छ होइन स्कुटरमा चाहिँ अब हामी यसरी अब यति मात्रै हो अफरोड अलिअलि छ होइन अलिअलि मात्रै छ अफरोड चाहिँ त्यस्तो छैन यस द्यास त हाइवे है त्यो चाहिँ हाइवे है अब राइट लाग्छ हामी पक्कै पनि राइट कि लेफ्ट हो सो हामी धार्के चोक आइपुग्यौँ होइन लेफ्ट पो हो हामी जाने बर्गर हाउस यहाँ 1 किलोमिटर त हो त्यही खानु त होला खाजा कि कहाँ खानु अगाडि पनि होला नि त बर्गर हाउस त अगाडि त टाढा अगाडि पनि जाने पहाडी किन जाने हो र अगाडि आइसकेको मान्छे होइन र पेट्रोल अगाडि छ होला ऊ साथीले पनि अगाडि छ भन्दैछ क्या पछाडि हो पछाडि नजाम कि अगाडि आइसकेको मान्छे जमजम हिँड आऊ ल अब चाहिँ हामी हाइवे निस्क्यौँ होइन अब चाहिँ म लिड हान्छु होला सायद मलेको धेरै टाढा छैन होला अब हाइवे त बाटो चाहिँ खतमै छ फेरि अब हाइवेको बाटो टुक्रै नगरमा यस्तो छ ए यहाँनिर निस्किन्छौँ हामी ठ्याक्कै सरस्वती माता रक्षा गर
रक्षा गर्नुहोस् हामीलाई। हामी जाँदैछौँ होइन। टक्कला कस्तो दामी तरकारी बनाएको रहेछ त्यहाँ माथि। अच्छा यहाँ निस्किन्छौँ हामी। केटाहरूले खाजा खाने हुन्छन् त्यो अनुसारले गर्नु पऱ्यो होइन। पेट्रोल पम्प खोज्नु पऱ्यो पहिला सुरुमा चाहिँ नजिक नियर बाई। ल पेट्रोल चाहिँ यहाँ हालिन्छ होइन। केटाहरूले पेट्रोल हाल्ने भन्छन्। आफ्नो कति घटेर चाहिँ हेर्नु पऱ्यो। ए छ हजुर भन न। छ मेरोमा त। इनर्जी आयो सुँगेर अरे के कस्तो ढाड दुख्यो र? ढाड दुखिसक्यो लोवर ब्याक। स्कुटीमा छ पेट्रोल हाल्नुपर्छ। ठिक छ त केही त भएन नि। तिम्रो यहाँ ब्याग अलिकति उ भइरहेको जस्तो छ। ब्याग त पुरै हिलो भयो के फरक पर्दैन होला है। कहाँ ठोक्यो म? छुँदैन अलिअलि छुन्छ कता कतै। ठिक छ भिजेको चाहिँ छ। बोइलै हिलो भइसक्यो भित्र चाहिँ। ए सो यो त्रिशुली खोलाहरू र सुरु देखिन थालिसक्यो होइन साइड साइडमा। यस्तो छ मौसम चाहिँ बिहान बिहान त्यस्तो घाम पनि लागेको छैन यतातिर चाहिँ। शीतल शीतलै छ तल हामी काठमाडौँ भ्याली निस्क्यो भने होइन। त्यस्तो गर्मी चाहिँ छैन। अब दिउँसो गर्मी हुनसक्छ बिहान बिहान त के गर्मी हुन्थ्यो होइन आनन्दको भए छ। यस्तो यही दृश्य हेर्न मजा आउँछ क्या बिहान बिहान चाहिँ। यस्तो मजाको सरहरू चाहिँ टक्कर चेकिङमा बसिरहनु भएको रहेछ होइन सबै यताउता। बाई बाई। मलाई चाहिँ के खुसी लाग्यो भने हाम्रो हाम्रो ग्रुप चाहिँ अहिले मस्त कस्तो भन्छ ठ्याक्क ठ्याक्क त्यस्तो सबै रुल्सहरू फलो गरेर गइरहेछन्। त्यस्तो ओभर स्पिड पनि छैन। टक्क लिड गर्ने लिड गरेर लिड गर्नलाई ओभरटेक पनि गरेको छैन। आफ्नो रिलमा टक्क आफ्नो सिक्वेन्समा बसिरहेको छौँ टक्क लाएर होइन। राम्रो लाग्यो खुसी लाग्यो। फर्स्ट राइड सँगै भए पनि। वाउ वाउ यो दृश्य कति राम्रो हो। ओहो यहाँबाट चाहिँ पहिरो गाडी चाहिँ अलिक यस्तो सावधान हुनु पऱ्यो। यस्तो जानु पऱ्यो बिस्तारै। सो यस्तो हेरेर जानु होला यस्तो यस्तो ठाउँमा चाहिँ होइन। पहिरो जाने ठाउँहरूमा चाहिँ हाई रिस्क हुन्छ नि त। हामी मलाई पनि पुग्दैनौँ कि क्या हो। बिस्तारै जाऊँ होइन उताबाट गाडीहरू आउनु सक्छ। बल्ल गल्छी पुगेर रहेछौँ यार हामी त। गल्छी पुग्यौँ होइन। अब गल्छीबाट अब मलीको अब 1 घन्टा। ए चेकिङको जाम रहेछ नि त अरू जाम होइन रहेछ। त्यो यहाँ त्यस्तो जाम हुनुपर्ने केही छैन कुरा भन्छु म फेरि। गल्छी गल्छी आइपुग्यो हामी बल्ल। खाम्न त खाने बेतै गल्छी हो यो हुन चाहिँ। उता खाम्न त त्यसो भए जाने भएपछि लगिहाल्यो नजाने भएपछि जाम होइन के हो र। टाइम मात्र वेस्ट हुन्छ यसरी बसेर नत्र। यहाँ खाजा खाने कुरा भयो गल्छीमा हाम्रो होइन। कस्तो पाउँछ यहाँ गल्छीमा चाहिँ फर्स्ट टाइम हो खाजा खान लागेको मैले चाहिँ। चिसो छ है मेरो हात। के छ खाजामा? साने दाई वागवान।
अब चाहिँ हामी यहाँबाट निस्किनु लाग्यो खाजा खाइसक्यौँ है यहाँ हामी 1 घन्टा जति बस्यौँ अब निस्किन्छौँ केटाहरू अगाडि गइसक्यो अब टक्क लगाएर यहाँबाट सिधै अब हामी कहाँ जान्छौँ भाइ ल मुगलिन पोखरा खाना कहाँ खाइन्छ पोखरामा खाना खाइन्छ राम्रो भएर छिटै पुगिने रहेछ पोखरा 4 घन्टा बसेन भने ओके बाई बाई